हामी पनि यसो भाइरल ट्रेन्डलाई फलो गर्दै। सो हेलो फ्यामिली, सबैजना सन्चै हुन्छ होला। म पनि एकदमै सन्चै छु। आज चाहिँ हामी 3जना साथीहरू मिली यसो रमाइलो गरौँ न त भनेर चाहिँ टक्क प्लान बनाइयो। अनि अब जानुभन्दा अगाडि त सबै सामानहरू तयारी गर्नै पर्यो। अनि सबै सामानहरू तयार गरेर चाहिँ हामी पनि लाग्यो हाम्रो गन्तव्यतिर। कहिलेकाहीँ यसो बेला मौकामा साथीहरूसँग घुम्न जानु पनि छुट्टै मजा आउँछ भने तपाईँहरू चाहिँ यसरी जानुभएको छ कि छैन कमेन्ट गर्न नबिर्सिनु होला। अनि अलि पर पुगिसकेपछि चाहिँ यसो पसलमा गएर थोरै सामानहरू पनि किनियो। अनि त्यस पछाडि सबै सामानहरूलाई ब्यागभित्र हालेर चाहिँ हामी पनि लाग्यो खोलेको बगरै बगर। अब तपाईँहरू सोचिराख्नु भएको होला यिनीहरू चाहिँ कहाँ बगर हिँडेको भनेर। हाम्रो घरदेखि चाहिँ इन्डिया बोर्डर नजिकै पर्ने भएकोले मेची खोला पनि त्यही रहेको छ। अनि हामी चाहिँ आज त्यही मेची बगरतिर लागेको। यति भन्दै हामी पनि मेची बगर चाहिँ आइपुगिसकेका थियौँ। अनि त्यहाँ पुग्ने बित्तिकै अनि सामानहरू सबै निकालेर चाहिँ टक्क मिलायौँ। अनि साथीले चाहिँ टक्कसँगले अनारसलाई तास्न थाल्यो। अनि म पनि टक्कसँगले हात धोएर चाहिँ सुन्तला तास्नतिर लागेँ। सबै कुरा रेडी भइसकेको थियो। अनि म चाहिँ अमिलो टक्क निचारेर हालेँ। अनि त्यस पछाडि सर्र चाहिँ माथिबाट मसला हालेँ। मसला भन्नाले चाहिँ टक्कसँगले नुन र खोर्सानी मिसाएर। अनि हाम्रो यो साँधेको अनारस र सुन्तला पनि रेडी भइसकेको थियो। अनि त्यस पछाडि हामी पनि लाग्यौँ गमका गम खानतिर। यसरी बनाएर खाँदा चाहिँ यस्तो बब्बार हुँदो रहेछ भने तपाईँहरू पनि यसरी बनाएर खान चाहिँ नबिर्सिनु होला। हामीले चाहिँ यो इन्स्टाग्राममा देखेको त्यो रिल्सहरूबाट चाहिँ इन्सपायर भएर चाहिँ यस्तो बनाएर खाएको। यसमा चाहिँ इन्डियनहरूले बनाएर खान्थे, हामी चाहिँ अब नेपाली स्टाइलमै बनाएर खाएर पनि लगभग सकिसकेको थियो। अनि सबै खाइसकेर चाहिँ हामी लाग्यौँ एकछिन त्यहीँ बसेर गेम खेल्न। हामी 3जना कतै भिड भयो भने त गेम खेल्न सुरु भइहाल्छ भने। अनि हामी पनि त्यस पछाडि एकछिन मेची खोलातिर लाग्यो। त्यहाँ गएर चाहिँ यसो फोटोसोटो खिच्यौँ। अनि हल्का फुल्का रमाइलो मजाक मस्ती गर्दै चाहिँ एकछिन बेर त्यहीँ बसियो। अनि भाँडासाँडा टक्क पखालेर चाहिँ पानीमा भ्यागुता कुदाउन लाग्यो। तपाईँहरू चाहिँ यसलाई के भन्नुहुन्छ, तर हामी चाहिँ भन्ने भ्यागुता कुदाउने भन्छौँ। खोलाबाट फर्केर आएर चाहिँ हामी फेरि त्यहीँनिर बस्यौँ। अनि चाउचाउ टक्क फोडेर खाएर चाहिँ यसो खोलाको बगरमा रहेको स्तम्भहरूलाई हेर्दै त्यहाँ फोटो खिच्न थाल्यो। त्यस पछाडि सबै कुरा काम पनि भइसकेको थियो। अनि हामी पनि घरतिर लाग्यो। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ।